हेलो गाइज, वेलकम टु माई ब्लग। कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्ने म आशा गर्दछु। तर विगत केही दिनहरूमा मेरो युट्युबमा भ्युज त्यति आएको छैन। धेरै मेहनत गर्छु, लङ भिडियो हाल्छु, सर्ट भिडियो दिनकै हाल्छु। म हाल्ने गरेको छु 2-3वटा। फेसबुकमा पनि मैले 3-4वटा हाल्ने गरिरहेको छु। त्यति मेहनत घाममा पसिना बगाएर त्यति काम गर्दा पनि भ्युज मेरो 200-300 भन्दा बाहेक आउला छैन। धेरै मेहनत गर्छु तर आउँदैन। कि मलाई कन्टेन्ट बनाउन आएको होइन, कि मलाई भिडियो राम्रोसँग एडिट गर्न आएको होइन। मलाई 2 साल भइसक्यो मैले यसमा लागेको, तर मलाई खासै अनुभव छैन कि जस्तो लाग्छ, किनकि भ्युजै आउँदैन। अहिलेसम्म मलाई मेरो भिडियोमा 10,000सम्म कसैले हेरेकै छैनन्, न फलोवर्स बढ्छन्, न सब्सक्राइबर आउँछन्। के गर्नु पर्ला यस्तो? के तपाईँलाई थाहा छ? तपाईँलाई थाहा छ भने कमेन्टमा गर्नु होला के कस्तो बनाउनु पर्छ। मैले धेरै मेहनत गरिसकेँ, बनाउन सकिरहेको छैन म। अब यो मलाई लास्ट हो आज भिडियो, किनकि अब म बनाउँदिनँ भिडियो। 2 वर्ष जति बनाइसकेँ मैले भिडियो बनाउँदा थाकिसकेँ। भ्युज आउँदैन, सब्सक्राइबर आउँदैन। धेरै मेहनत गरेँ, घाममा गरेँ, चिसोमा खुन पसिना बगाएँ, त्यही पनि केही हुने भएन के। अब म जाँदैछु भोलि काठमाडौँतिर। अब उतै ज्याला मजदुरी गर्नेवाला छु। 400-500 रुपियाँ आउँछ दिनको। त्यसमै ठिक छ मलाई। 100 रुपियाँ आफ्नो महिनामा चल्छ दिनको। 100 रुपियाँ 300 रुपियाँ घरको लागि बचत भइहाल्छ। बरु यो 2 वर्ष मैले व्यर्थमा त्यो गवाउँदा, बरु 2 वर्ष मैले ज्याला मजदुरी गर्दाखेरि अहिले मेरो कम्तीमा लगभग 2-3 लाख रुपियाँ हुन्थ्यो। आफ्नो पर्सनल गोजीमा हुन्थ्यो। तर त्यो मैले व्यर्थमै मैले त्यो नबुझेर नसोच नभएर, कस्तो दिमाग मेरो पनि, त्यो समय मैले सोचेन। भिडियो भ्लगर बन्छु, युट्युब कमाउँछु, युट्युबदेखि कमाउँछु, फेसबुकदेखि कमाउँछु, टिकटकदेखि कमाउँछु भन्दा लामो गइसक्यो। अहिले घरमा पैसाको खाँचो भइरहेछ। आमा बुवाहरू बिमारी भइरहन्, पैसा सकिरहेन। मैले यो फेसबुक र टिकटक र युट्युबको चक्करमा मेरो जिन्दगी 2 साल बर्बाद भइगयो। त्यत्तिकै हुनेवाला छैन। साथीहरू, मलाई के छ सल्लाह दिनु होला। अब म भोलि जाँदैछु। यदि समय मिल्छ भने कहिलेकाहीँ पोस्ट गरौँला होइन। तर त्यति अब इन्ट्रेस्ट छैन मलाई युट्युब यस्तोहरूमा। अब छोड्दैछु म अब यो युट्युब चलाउनेहरू। अब इन्ट्रेस्ट मरिसक्यो। पहिला इन्ट्रेस्ट हुन्थ्यो। समाचारहरू हेर्दाखेरि ल फेसबुकदेखि पैसा कमाउनु पर्छ है, यस्तो भइरहेछ, मान्छेले लाखौँ कमाइरहेछन्, करोडौँ कमाइरहन् होइन। अब ल मैले पनि यो युट्युब र टिकटक र फेसबुक खोलेर पैसा कमाउनु पर्छ है भने त्यस बाटोमा हिँडिराखेँ। तर अहिले आएर मलाई बुद्धिमा आयो, अब यो छैन व्यर्थमा। 1 रुपियाँ कमाइनँ मैले 2 वर्षमा। अब घरमा धेरै आर्थिक अभावहरू भइरह, बरु ज्याला मजदुरी म ठिक छ, उतै गर्ने हो म। तर अब तपाईँहरूको विचार के छ होइन, तपाईँहरू कमेन्टमा गर्नु होला। अब सकेसम्म 2-3वटा भिडियो हालौँला दिनको। समय मिलाएर, काठमाडौँमा काम गर्छु 12 घन्टा, समय मिलाएर भिडियो हालौँला होइन। तर कमेन्ट चाहिँ गर्नु होला कि मलाई भिडियो बनाउन आउँदैन, कि मैले हरेस खाएको हो। कमेन्ट चाहिँ गर्नु होला है साथी। धन्यवाद।